बुटवल ट्राफिक चोक चटपटे सेन्टर हुँदो रहेछ उहाँ यो आन्टी टक्क आइदिनु होला बुटवल आउँदाखेरि ट्राफिक चोकमा खाइदिनु होला आन्टीहरूको पसलमा फ्रेस बनाइदिनुहुन्छ उहाँले आफ्नै अगाडि त्यही भएर त्यस्तो केही टेन्सनै मान्नु पर्दैन तर जे आउँछ सबै हालिदिनु नि फेरि ल हेर्नु खाइयो बुटवलमा आएर पनि बुटवलको चटपटे झापाको जस्तो हुन्छ हुँदैन हेरौँ यसरी मजाले बनाइदिनुहुन्छ हातैले टेन्सनै मान्नु पर्दैन नाम छ होइन आन्टी यसको हाम्रो यहाँ नाम छ नि पसलको तपाईँको यो पसलको नाम छ नि होइन तपाईँलाई थाहा छैन है ए ल मैले नाम पनि देखाइदिन्छु आउनु होला तपाईँ त दिउँसो नि हुन्छ होइन ए खालि बेलुका आउनु पऱ्यो यहाँनिर ल अरू पनि पाउँछ यो चटपटे चाहिँ मलाई किन खानु भने मैले बुटवलको चटपटे खाएको छुइनँ कि अहिलेसम्म त्यही भएर अरू पनि पाउँछ आन्टीकोमा पानीपुरी भयो यो के रातो रोटी जस्तो छ करेमा के छ सबै पाउँछ तर मलाई चाहिँ बुटवलको चटपटे चाख्नु मन लागेको थियो त्यही भएर सट्ट दिनुहोस् परिकार हेर्नुहोस् कि कति धेरै छ आमा खाइसक्छ त त्यही भएर अलिक भोकाएर आउनु पऱ्यो खानु ठिक्क आन्टी लेदो होइन तिमीलाई टमाटोको झोर्न हालिदिनु लेदो मन पर्दैन कि मलाई कुरकुरे होस् ल ओहो अमिलो अमिलो ल आयो अमिलो को खान्छ 9 बजे चटपटे भन्दा हामी खान्छ ए 7 बज्दैछ ल हाम्रो आन्टीको यही है चिरिराख्नु सबैले ल चटपटे बुटवलको चटपटे कत्रो छ अब टेस्ट गरिहालौँ ल